हेलो एभ्रीबडी, मेरो स्कुल अनलाइन लर्निङ प्लेटफर्ममा यहाँहरुलाई स्वागत छ। आज हामी स्ट्रेन्थ अफ मेटेरियलको च्याप्टर 1 एक्सियल फोर्सेस, शियरिङ फोर्स एन्ड बेन्डिङ मोमेन्ट च्याप्टरमा छौं। आजको यस भिडियोमा हामी शियर फोर्स डायग्राम, बेन्डिङ मोमेन्ट डायग्राम र एक्सियल फोर्स डायग्रामको बारेमा कुरा गर्न जानेछौं। अब ढिला नगरी आजको टपिकमा अगाडि बढौं। सबभन्दा सुरुमा हामीसँग के छ त भन्दाखेरि शियर फोर्स डायग्राम छ। अब यसको लागि हामी के गरौँ त, सबभन्दा सुरुमा एउटा एलिमेन्ट ड्र गरौँ। मानौं यो हाम्रो के हो त, बीम हो। अब यसमा हामीले हेरौँ त यसरी एउटा फोर्स लगाएका छौं। त्यसैगरी यहाँ हाम्रो के छ त, युडिएल छ जसको W न्यूटन पर मिटर चाहिँ के छ त, इन्टेन्सिटी छ। त्यसैगरी यहाँनेर हाम्रो अर्को के छ त, फोर्स छ। अब यसलाई हामी के भनौं, F1 भनौं। यसलाई हामी के भनौं, F2 भनौं। अब यसको हामीले शियर फोर्स डायग्राम बनाउँदाखेरि कसरी बनाउन सक्छौं त भन्दाखेरि हेरौँ त, सबभन्दा सुरुमा हामी के गर्छौं त, एक्स एक्सिस अथवा एब्सिसातिर यो एलिमेन्टको लेन्थ बराबरको लाइन तान्छौं। अब त्यसपछि कोअर्डिनेट अथवा वाइ एक्सिसतिर हामी के गर्छौं त, यहाँनेर जुन शियर फोर्सको इन्टेन्सिटी छ त्यही अनुसारको हामीले लाइन तान्छौं। भन्नुको अर्थ यहाँनेर अब F1 फोर्स छ भने हेरौँ त अपवर्डमा लागेको छ। अपवर्डमा लागेपछि हाम्रो के हुन्छ त, पोजिटिभ हुन्छ। त्यही भएर हामी के गर्छौं त, माथितिर यसरी जान्छौं। अब यो भन्दा हामी ग्रेजुअली यता सर्दै जाँदाखेरि यो W इन्टेन्सिटीको शियर फोर्स के लागेको छ त, डाउनवर्ड लागेको छ भनेपछि यहाँबाट हाम्रो के हुन्छ त, अब यसरी यो घट्दै जान्छ र यहाँनेर पुगेपछि अब हाम्रो के हुन्छ त, F2 सँग बराबरी हुनुपर्छ किनकि इक्विलिब्रियम कन्डिसन छ भनेपछि अब यहाँबाट सिधै F2 लागेपछि यो के हुन्छ त, 0 मा जान्छ भनेपछि यसको शियर फोर्स यस्तो हुँदो रहेछ। अब यसलाई हामीले यसरी बुझ्दाखेरि यहाँनेर हामीले पोजिटिभ लेख्न सक्छौं, यहाँनेर हामीले नेगेटिभ लेख्न सक्छौं र अब हामीले के गर्नु त, एब्सिसा अथवा एक्स एक्सिसतिर लेन्थ ड्र गर्यौं त्यो एलिमेन्टको। त्यसैगरी कोअर्डिनेट अथवा वाइ एक्सिसतिर के गर्यौं त, लोडको इन्टेन्सिटी अथवा शियर फोर्सको इन्टेन्सिटी ड्र गर्यौं भने त्यो डायग्रामलाई हामी के भन्छौं त, शियर फोर्स डायग्राम भन्छौं। ल भनेपछि ग्राफिकल रिप्रेजेन्टेसन अफ शियर फोर्स अलोङ द लेन्थ अफ द मेम्बर where abscissa represents the length of the element and ordinate represents intensity of shear force at that section। ल भनेपछि सबभन्दा यसमा के छ त, डेफिनेसन एकचोटी पढौं। ग्राफिकल रिप्रेजेन्टेसन अफ शियर फोर्स अलोङ द लेन्थ अफ द मेम्बर where abscissa represents the length of the element and ordinate represents the intensity of shear force at that section। सबभन्दा इम्पोर्टेन्ट यहाँनेर के छ त भन्दाखेरि at that section भनेपछि मानौ हामीले यसरी यहाँनेर सेक्सन काट्यौं जसको करेस्पोन्डिङ सेक्सन कहाँ हुन्छ त, यहाँनेर हुन्छ। अब हामीले यो पोइन्टमा शियर फोर्स कति लागेको छ त भनेर निकाल्नु पर्यो भने हामीले के भनिरहेका छौं त, पहिलापट्टि भन्दाखेरि राइट ह्यान्ड साइडबाट यसरी आए पनि हुन्छ अथवा लेफ्ट ह्यान्ड साइडबाट यसरी आए पनि हुन्छ। दुईटै गर्दाखेरि हाम्रो भ्यालु के हुनुपर्छ त, सेम हुनुपर्छ भनेर हामीले भनेका छौं। भनेपछि अब यहाँ हामीले बनाएको शियर फोर्स डायग्रामबाट हेरौँ त, यसरी हामी यहाँबाट गए पनि यति नै के छ त, अर्डिनेट हुन्छ। यहाँबाट गए पनि यति नै अर्डिनेट हुन्छ भनेपछि अगाडि हामीले पढेको प्रिन्सिपल यहाँ आएर लागू हुँदो रहेछ। अब कसरी शियर फोर्स डायग्राम बनाउँछौं भनेर हामी यो भन्दा पछाडिको भिडियोमा पढ्छौं। अहिलेको लागि चाहिँ के बुझ्नु पर्यो त भन्दाखेरि शियर फोर्स डायग्राम भनेको चाहिँ त्यस्तो डायग्राम हुँदो रहेछ जसमा एक्स एक्सिसमा हामीले के गर्छौं त, लेन्थ अफ द एलिमेन्ट ड्र गर्छौं जसले पोजिसन देखाउँछ त्यसको। त्यसैगरी वाइ एक्सिस अथवा अर्डिनेटमा हामी के गर्छौं त, लोडको इन्टेन्सिटी देखाउँछौं जसले कुन सेक्सनमा कति लोड लागेको छ त भनेर देखाउन हामीलाई हेल्प गरोस्। ल यो भयो हाम्रो शियर फोर्स डायग्राम। अब त्यसपछि नेक्स्टमा हाम्रो के छ त भन्दाखेरि बेन्डिङ मोमेन्ट डायग्राम भनेपछि 2 नम्बरमा बेन्डिङ मोमेन्ट डायग्राम अथवा BMD। ल अब माथिकै सेक्सन हामीले कन्सिडर गर्ने हो भने यदि हामीले अब हेरौँ त यसरी एक्स एक्सिसतिर चाहिँ एलिमेन्टको लेन्थ नै देखायौं तर वाइ एक्सिसमा अब शियर फोर्सको सट्टा के देखायौं त, बेन्डिङ मोमेन्ट देखायौं भने मानौ यसरी हामीले बेन्डिङ मोमेन्ट देखायौं भने अब यो डायग्रामलाई हामी के भन्छौं त, बेन्डिङ मोमेन्ट डायग्राम भन्छौं। भनेपछि अ ग्राफिकल रिप्रेजेन्टेसन अफ variation of bending moment along the length of an element where abscissa represents the length of the element and ordinate represents
द बेन्डिङ मोमेन्ट एट दैट सेक्सन। ल भनेपछि के हुँदो रहेछ त अ ग्राफिकल रिप्रेजेन्टेसन अफ भेरिएसन अफ बेन्डिङ मोमेन्ट अलोङ द लेन्थ अफ एन एलिमेन्ट where abscissa represents the length of the element and ordinate represents the bending moment at that section। भनेपछि यो सेक्सनमा बेन्डिङ मोमेन्ट कति हो भनेर थाहा पाउनको लागि हामीले यहाँनिर के गर्न सक्छौं त अर्डिनेटलाई मेजर गर्न सक्छौं र मेजर गरेको अर्डिनेट नै हाम्रो के हुन्छ त बेन्डिङ मोमेन्ट एट दैट सेक्सन हुन्छ। ल यो भयो हाम्रो बेन्डिङ मोमेन्ट डायग्राम। त्यसपछि नेक्स्टमा हाम्रो के छ त एक्सियल फोर्स डायग्राम। 3 नम्बरमा एक्सियल फोर्स डायग्राम अथवा यसलाई हामी के पनि भन्छौं त एएफडी पनि भन्छौं। ल अब हेरौं त यसमा हाम्रो के हुन्छ त भन्दाखेरि हामीले पहिले भनिसक्यौं यसरी मेम्बर हुन्छ बीम भनौं यसलाई। अब यसमा कि टेन्साइल फोर्स लाग्न सक्छ कि यसरी फिगर जसरी कम्प्रेसिभ फोर्स लाग्न सक्छ। भनेपछि अब यसमा हामीले के गर्न सक्छौं त कि पोजिटिभ ड्रा गर्न सक्छौं कि नेगेटिभ ड्रा गर्न सक्छौं। यसमा हाम्रो प्राय जसो के हुन्छ त भन्दाखेरि एउटा एलिमेन्टको लागि एक्सियल फोर्स बिचमा गएर चेन्ज हुँदैन किनकि हामीले यहाँनेर बिचमा यसरी अथवा यसरी फोर्स प्राय जसो लगाउँदैनौं। भनेपछि त्यो कन्डिसनमा जहिले पनि के हुन्छ त फोर्स यसको कन्स्ट्यान्ट नै हुन्छ। भनेपछि अब यसमा हामी के गर्छौं त नेगेटिभ एक्सियल फोर्स भयो भने यसरी तलपट्टि जति इन्टेन्सिटीको एक्सियल फोर्स लागेको छ त्यो ड्रा गर्छौं। त्यसैगरी यहाँसम्म कन्टिन्यू गर्छौं र त्यसपछि यहाँबाट यसरी क्लोज गर्छौं। अब यो हाम्रो के भयो त नेगेटिभ एक्सियल फोर्स डायग्राम भयो र हामीले यसरी यो पार्टलाई सेट गर्छौं। अब यसैमा हाम्रो यदि पोजिटिभ एक्सियल फोर्स अथवा टेन्साइल फोर्स भएको भए हामी यसरी यो भन्दा माथि लान्थ्यौं यहाँसम्म लान्थ्यौं जति इन्टेन्सिटी छ त्यति नै गर्थ्यौं। त्यसपछि यसलाई फेरि सेट गर्थ्यौं। यो हाम्रो के हुन्थ्यो त टेन्साइल फोर्सको लागि एक्सियल फोर्स डायग्राम हुन्थ्यो। भनेपछि यसमा पनि एब्सिसामा हामीले यदि लेन्थलाई रिप्रेजेन्ट गर्छौं भने र अर्डिनेटमा हामीले यदि एक्सियल फोर्सको इन्टेन्सिटीलाई रिप्रेजेन्ट गर्छौं भने त्यो डायग्रामलाई हामी के भन्छौं त एक्सियल फोर्स डायग्राम भन्छौं। भनेपछि graphical representation of variation of axial force along the length of the member where abscissa represents length and ordinate represent के हो त intensity of axial force। ल भनेपछि एब्सिसाले के देखायो त लेन्थ देखायो र अर्डिनेटले के देखायो त इन्टेन्सिटी अफ एक्सियल फोर्स देखायो एट दैट सेक्सन पनि हुन्छ। भनेपछि जुन सेक्सनमा हामीलाई चाहियो त्यही सेक्सनको हामी के गर्छौं त यसरी सेक्सन काटेर अब यहाँदेखि यहाँसम्मको इन्टेन्सिटी लिनु पर्यो त्यो लिन्छौं अथवा यहाँदेखि यहाँसम्मको इन्टेन्सिटी लिनु पर्यो त्यो लिन्छौं। ल यो भयो हाम्रो शियर फोर्स बेन्डिङ मोमेन्ट र एक्सियल फोर्सको प्रत्येकको डायग्राम। यो सँगै हाम्रो यो भिडियो यही सकिन्छ। अब यसभन्दा पछाडिको भिडियोमा हामी के पढ्छौं त भन्दाखेरि कुनै पनि बीम अथवा स्ट्रक्चरल एलिमेन्टमा लोड इन्टेन्सिटी आए अनुसारको त्यसको शियर फोर्स र बेन्डिङ मोमेन्टको बीच रिलेसन के हुन्छ भनेर हामी पढ्छौं। सी यू इन द नेक्स्ट भिडियो।